यहाँ मतपेटिका बस्छ। यहाँबाट समानुपातिकको मतपत्र वितरण हुन्छ। स्वस्तिक चिन्हको छाप लाउने काम हुन्छ। यता समानुपातिकको मतपेटिका बस्छ। यो बाटो यताबाट बाहिर। यो बाहिर जाने बाटो, स्कुलको पछाडि बाटो। यहाँ बाहिर जाने सङ्केत पनि छ, बाहिर लेखिएको छ। यताबाट बाहिर गेटतिर छ भने ख केन्द्रको यो आइडी कार्डमा ख केन्द्रको महिला पुरुष र सत्ताको लागि यो लाइन बनेको छ। मतदान प्रतिनिधिको लागि यहाँ सिटहरू तयार गरिएको छ। त्यस्तै गरेर कर्मचारी मतदाताले रुजु गर्ने, नाउँमा चिनो लगाउने, महिला पुरुष छुट्याउने र प्रत्यक्षतर्फको मतपत्र वितरण गर्ने काम यहाँबाट हुन्छ। छाप लाउने काम यहाँ हुन्छ। यहाँ एउटा ब्यालेट बक्स बस्नेछ। यहाँबाट समानुपातिकको वितरण हुन्छ। छाप लगाउने, फेरि यता ब्यालेट बक्स। यहाँ भोट खसाल्नको लागि बाकस र बाहिर जाने बाटो चाहिँ एउटै हुन्छ।